गलीले भनेको मानेनौ भने यही दरबारले गलीले के गर्छ भन्ने विचार गर्नु। गलीवालाको जय भन, जय भन। अरे अब मैले यी गाई र गोरु के गर्दैछन्, यिनीहरूलाई म यही दरबारले बाँकी रहेको एक पाउ पनि टुक्रा टुक्रा बनाइदिएछु। गाई र गोरु हो, यत्तिकै बसिरहेका छन्। यिनीहरूलाई हालेर मात्र होइन, कली कलीले त्यसै छोड्दैन। यो कलीको राज्यमा कलीले खण्ड आवाज आइरहेको छ। कसले यो मेरो शान्त र सुन्दर राज्यमा को आज हल्ला खल्ला गरिरहेको छ? यहाँ दृष्टि अरे अरे यो मेरो मन गरेर किन प्रजालाई दुःख दिएको? अरे बनाएको हो भन्ने दिएको हो। अरे मेरो स्वयं राज्यमा नष्ट भएछ। यो राज्य तिम्रो कदापि हुन सक्दैन। यो राज्य राजा परीक्षितको राज्य हो, बुझ्यौ? अरे राजा परीक्षित एउटा कुरा ध्यान दिएर सुन, एउटा राज्यमा दुईटा राजा कदापि हुँदैन, बुझ्यौ? बिल्कुल सही भयो। होइन, यो राज्य मेरो हो। आखिर तिमी के चाहन्छौ? यी प्रजालाई दुःख दिएर यो शान्त राज्यमा? अरे परीक्षित सुन, यदि यो राज्य तिम्रो हो भने एउटा शर्त गर। कस्तो शर्त? यदि तिमी हामी एउटा युद्ध गरौँ, युद्ध सुन, युद्ध गर्नुभन्दा पहिला एउटा कुरा सुन, भन तिम्रो आयु कति छ? सही भन्छ।